मजाको सेटिङ हुन्छ यत्रो मान्छेलाई मार्छस् भने मार मलाई मार मेरो छातीमा मार मेरो मम्मीलाई जसरी मारिस् मेरो मलाई मार अब हामी भित्रै छिर्नेछौँ त्यो चेयरम्यानको भिडियो मसँग छ त्यो चेयरम्यानलाई जेलमा हाल्नै पर्छ त्यो म सार्वजनिक गर्छु म त्यसको भिडियो म सार्वजनिक गर्छु सबको अनुहार मैले सार्वजनिक गर्छु गोली चलाउँछ भने चला मेरो छातीमा गोली चलाउँछस् भने चला मेरो छातीमा मेरो बुढीलाई त मारिस् मलाई पनि यही मार यत्रो आवाज नसुन्ने हत्यारालाई लुकाएर राख्ने न्याय मलाई यही चाहियो मेरो बुढीको यही मारे भनेपछि यहीँबाट मलाई न्याय चाहियो म कतै पनि म जाँदिन यदि तिमीहरू पुलिस प्रशासनले गोली चलाउँछस् भने चला छाती थाप्नलाई म तयार छु यसै पनि घर उजाडिसक्यो यसै पनि मेरो परिवार मरिसक्यो यत्रो मान्छेलाई लएर थुन्छस् भने थुन यत्रो मान्छेलाई मार्छस् भने मार मलाई मार मेरो छातीमा मार मेरो मम्मीलाई जसरी मारिस् मेरो मलाई मार अब हामी भित्रै छिर्नेछौँ त्यो चेयरम्यानको भिडियो मसँग छ त्यो चेयरम्यानलाई जेलमा हाल्नै पर्छ त्यो म सार्वजनिक गर्छु म त्यसको भिडियो म सार्वजनिक गर्छु सबको अनुहार मैले सार्वजनिक गर्छु डाक्टरलाई बाहिर निकाल मान्छे मार्न पाउँदैन स्वास्थ्यसँग खेलबाड गर्न पाउँदैन एउटा बच्चालाई न्याय दे अस्पताललाई न्याय दे अस्पताललाई न्याय दे त्यो बच्चाको आमालाई न्याय दे अस्पताललाई न्याय दे अस्पताललाई न्याय दे अस्पताललाई न्याय दे मान्छे मार्न पाउँदैन मान्छे मार्न पाउँदैन मान्छे मार्न पाउँदैन यो बच्चालाई न्याय दे अस्पताललाई न्याय दे अस्पताललाई न्याय दे अस्पताललाई न्याय दे अस्पताललाई न्याय दे यो दुईटा बच्चालाई न्याय दे यो बच्चालाई न्याय दे अस्पताललाई न्याय दे मान्छे मार्न पाउँदैन यहाँको चेयरम्यानले स्वीकारेको छ यहाँको चेयरम्यानले के भनेछ हाम्रो डाक्टरको गल्ती छ मलाई थाहा छ म यिनीहरूलाई म कारबाही गर्छु भनेको थियो त्यसले त्यो भिडियो पनि मसँग क्याप्चर छ मेरो मोबाइलमा सबै भिडियो छ मैले फ्ल्यास गरेको छैन यिनीहरूले कति समय दबाउन खोजेको छ सबै भिडियो छ मसँग पानी पर्ने मौसम पुरेर बसिरा र पानी पर्छ जान्छ भनेर के हो पानी पर्यो भने भित्र अफिस गएर फेरि तोडफोड हुन्छ सिधै कुरा पानी पर्न साथ बाहिर हैन भित्र सिरी हामीलाई पानी पर्यो नि हस्पिटल भित्र छिरिन्छ भित्रको मान्छे बाहिर निस्क्यो ओइ त्यो उता लाइन बोलाम राको जुस बनाउँदै सबै भित्र छ रोक